नमस्कार साथीहरु, आज चाहिँ म तपाईहरुलाई एकदमै डरलाग्दो हरर स्टोरी सुनाउँदै छु। तपाईहरुलाई के कस्तो लाग्छ कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि यो भिडियो मन परे लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। आज मैले सुनाउने कथा एकदमै सत्य तथ्य घटनामा आधारित घटना हो। यो घटना चाहिँ आजभन्दा 2-4 वर्ष अगाडि मेरो जीवनमा घटेको एकदमै यथार्थ र भयंकर घटना हो। जुन बेला चाहिँ म सरकारी जागिरे थिएँ, त्यो बेला चाहिँ कहिले कता गइरहनु पर्ने। त्यही समयमा चाहिँ मेरो सरुवा भएको थियो। त्यो ठाउँ भने मेरो लागि बिल्कुलै नयाँ लागिरहेको थियो। अनि म चाहिँ के थियो भनेदेखि त्यहाँ चाहिँ त्यो ठाउँ पनि नयाँ, गाउँ पनि नयाँ, त्यहाँका मान्छेहरू नि नयाँ। मेरो चाहिँ कहिलेकाहीँ रातिसम्म काम हुने गर्थ्यो अफिसमा। र त्यो अफिसबाट फर्किँदा चाहिँ मलाई के लाग्थ्यो भने आफ्नै काम हो, आज मैले सकिहालेँ भने चाँडै भोलि पनि आफैलाई सजिलो हो भन्ने लाग्थ्यो। र म अरू सबै अफिसको स्टाफहरू घर पुगेर खाजासाजा खाइसक्दा पनि म चाहिँ भने अफिसमै काम गरिरहेको हुन्थेँ। त्यो चाहिँ एकदमै मलाई नै अचम्म लाग्थ्यो हैन मेरो बानी देख्दा। अनि के भयो भनेदेखि म एक दिनको कुरा हो, अफिसमा ढिलोसम्म बसिरहेको थिएँ। त्यो दिन त मलाई कता अब थकाइ पनि लागिरहेको हैन। अनि कता अब काम गर्न पनि खासै मन लागिरहेको थिएन। तर पनि जबरजस्ती अब भोलिको लागि सजिलो होस् भनेर त्यो दिन चाहिँ म काम गरिरहेको थिएँ। त्यस्तै 6:30 भइसकेको थियो म अफिसबाट निस्किने बेलामा। अनि मैले घडी हेरेँ, अनि घडी हेर्दाखेरि 6:30 त्यस्तै भइसकेको रहेछ। अनि म अफिसबाट चाहिँ बाहिर निस्केँ के। अनि बाहिर निस्किसकेपछि चाहिँ मैले बाइक स्टार्ट गरेँ। सुरुमा भने बाइक स्टार्ट भने त्यो सायद जाडो महिना भएकाले होला हैन, चिसोले त्यो बाइक भने स्टार्ट हुनै सकेन। अनि के गर्ने त भन्ने भयो। अनि त्यहाँबाट अलिक परसम्म मैले ठेल्दै लगेँ। अनि अलिक पर लगिसकेपछि अब त्यो बाटो भने ओह्रालो थियो। त्यहाँ त अलि ओह्रालोमा कुदाइसकेपछि त अलि बाइक पनि स्टार्ट हुने सम्भावना हुन्छ हैन। अनि मैले पनि त्यही नै गरेँ। अलिक तलसम्म त्यति सरर लगेँ। अनि अलिक तल गएर स्टार्ट गर्दाखेरि स्टार्ट पनि भयो। त्यसपछि म आउँदै थिएँ हैन बाटोमा। अनि त्यहाँ चाहिँ भन्दा रहेछन् कि मान्छेहरूले त्यो जङ्गलको बाटो चाहिँ राति नहिँड्नु भनेर अब त्यस्तै कुराहरू गर्दा रहेछन्। तर मलाई भने केही पनि थाहा थिएन। त्यो ठाउँमा भने म बिल्कुलै नयाँ थिएँ। अनि म त्यहाँबाट चाहिँ हिँड्दै आएँ, त्यो बाइकमा आइरहेको थिएँ हैन। अनि आउँदै अब मलाई मनमा चाहिँ थाहा थियो क्या त्यो बाटोमा हिँड्नु हुँदैन रे भन्ने। तर पनि मेरो बाइक चाहिँ अब मैले के मन लाग्यो हैन, त्यही बाटोतिर मोड्न थालेँ। बाटो मोडेर अगाडि बढ्दै थिएँ हैन। अनि म बस्ने ठाउँ र मेरो अफिस चाहिँ लगभग बाइकमै 1 घन्टा जति चाहिँ मजाले लाग्थ्यो क्या। त्यति लाग्थ्यो। अनि म बाइकमा गइरहेको थिएँ हैन। अब त्यति बेला आफूलाई भोक पनि लाग्यो। अनि अगाडि बढ्दै गएँ हैन। अनि त्यो बाटो भने पुरै सुनसान छ, न चरा मुसा केही कराउँदैन क्या, केहीको आवाजै छैन। अनि म अगाडि बढ्दै थिएँ हैन। अगाडि गइरहेको छु। अनि पुरै बाटो सुनसान छ। मेरो मनमा अनेकौं कुराहरू खेलिरहेको थियो हैन। मन पनि कता डराए जस्तो भएको थियो। अनि झमक्कै साँझ पऱ्यो क्या। त्यहाँ चाहिँ एउटा खुल्सो टाइपको ठाउँ थियो हैन। अनि त्यहाँ चाहिँ बाँसझाङहरू त्यस्तै हैन। बाँसझाङ के भएकाले होला अलि बाटो पनि अँधेरो देख्ने खालको थियो क्या। त्यो तल्लो साइड र माथिल्लो साइड दुवैतिर बाँस भएर होला त्यो चाहिँ ट्याक्कै अँधेरो के, दिउँसै पनि अँधेरो हुने खालको बाटो। अनि त्यो राति झन् अब कुरै नगरौँ, त्यसै त अँधेरो, त्यस्तो बाटो थियो। अनि त्यहाँबाट चाहिँ म अगाडि बढ्दै थिएँ हैन। अनि अलि पर पुगिसकेपछि एउटा पिपलको बोट रहेछ क्या। म त्यो बाटो भने पहिला हिँडेको थिएन, तर सुनेको थिएँ कि त्यो बाटो हुँदै जाँदा पनि मेरो घरसम्म पुगिन्छ भन्ने, म बसेको घरसम्म पुगिन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ। अनि म त्यही बाटो हुँदै अगाडि बढ्दै गएँ। त्यो पिपलको बोटनिर पुगेपछि चाहिँ हैन, एकजना केटी मान्छेलाई देखेँ क्या मैले। त्यसले चाहिँ हात दिइरहेछ यस्तरी हैन, अब त्यो बाइक रोक भनेर। अनि मलाई झट्ट याद आयो, अब यो बाटोमा त कोही हिँड्दैन, कसैलाई भेटिँदैन भन्ने सुनेको थिएँ। अनि यो कहाँबाट आई, को होला यो यति राति भन्ने लाग्यो। अनि
त्यस्तो लागिसकेपछि त अब रातिको समय होइन, बाइक त अब रोक्नु पऱ्यो भन्ने लाग्यो। अब मानवताको नाताले भने अब एउटा केटी मान्छे अब रोडको छेउमा बसेर लिफ्ट मागिरहेछ भने होइन किन नदिने भन्ने पनि लाग्यो। केटी हेर्दा एकदमै राम्री थियो होइन। अनि त्यहाँबाट कहाँसम्म जाने हो भने मैले, उसले बाइक रोकी, मैले कहाँसम्म जाने हो भने, अनि त्यति भनिसकेपछि ऊ चाहिँ के भने नि यहीँ अगाडिसम्म हो भने के, अरू केही पनि भनेन, यहीँ अगाडिसम्म हो मलाई छोडिदिनु न है भने। अनि मैले पनि हुन्छ बस्नुहोस् भने पछाडि होइन। अनि त्यहाँबाट ऊ पछाडि बसेँ अनि कुरा गर्दै गर्दै गयो होइन। केही बेर त हामी मौन बसिरहेका थियौँ, न त त्यो केटी नै बोली न त म नै बोली, हामी दुवैजना मौन बसिरहेका थियौँ। र केही अगाडिसम्म चाहिँ हामी त्यति गयौँ र अलि अगाडि पुगिसकेपछि चाहिँ एउटा दोबाटो आयो। अनि त्यो दोबाटोमा आइसकेपछि चाहिँ मैले भनेँ कि अब कता होला तपाईँ जाने चाहिँ, म जाने त राइट हो, तपाईँ चाहिँ कता भनेपछि उसले चाहिँ लेफ्टपट्टि देखाउँदै भने म त यता जाने हो। अनि त्यसपछि हामी चाहिँ अगाडि बढ्दै गयौँ। अनि अगाडि बढिसकेपछि चाहिँ त्यो गाउँमा होइन त्यो काठहरूको पुल बनाएको रहेछ क्या, एउटा सानो खोलामा त्यहाँ चाहिँ काठको पुल बनाएर रहेछ। त्यो चाहिँ लगभग अलिक पुरानै खालको थियो होइन, काठहरू पनि कुहिसकेको थियो। अनि त्यहाँनिर त्यो पुलमा पुगेँ म। अनि पुलमा चाहिँ अलिक अप्ठ्यारो भयो क्या मलाई चलाउन नि। अनि त्यहाँबाट अप्ठ्यारो भइसकेपछि अब जाँदै थिएँ होइन, टक्क बाइक लिएर अगाडि बढिरहेको छु म। त्यो पुलमा बिस्तारै अब त्यो काठ न हाले हो होइन, काठका त्यो सिङ्गै मुढाहरू नै क्या, मुढाहरू नै हालेर चाहिँ अब कस्तरी बनाएको थियो क्या। त्यो पुल नै अचम्म खालको थियो त्यो पुल देख्दै होइन। त्यहाँ चाहिँ मान्छे मात्रै हिँड्नको लागि बना जस्तो थियो खासमा चाहिँ होइन। तर मैले चाहिँ बाइक लाने हिम्मत गरिरहेको थिएँ त्यहाँ र बिस्तारै लगेँ। अनि लगिसकेपछि चाहिँ अनि पुलमा ठ्याक्क तरेर दायाँ लाग्नेपछि बाटो थियो त्यहाँ हल्का, त्यो चाहिँ घुम्ती टर्निङ थियो होइन। अनि त्यहाँ पुगिसकेपछि फेरि त्यही केटी, मलाई अचम्म लाग्यो क्या, अचम्म लाग्यो। अनि मैले पछाडि फर्केर हेरेँ क्या, ल त्यो केटी नै छैन, मेरो बाइकबाट कसरी हरायो भन्ने लाग्यो मलाई। मेरो पछाडि बसिरहेको केटी त सिधै मभन्दा अगाडि त्यो पहिला जस्तै यस्तो हात दिएर बसिरहेछ के, त्यसरी हात दिएर बसिरहेछ। अब कसरी चाहिँ यहाँ भयो भन्ने कुरा भयो मलाई त्यस्तो मनमा अब लाग्न थाल्यो नि त, कता डर पनि लाग्न थाल्यो। अनि यो केटी कसरी यहाँ आइ, कति बेला झरी भन्ने लाग्यो होइन। अनि फेरि अनि मैले त्यहाँ पुगिसकेपछि केटीले हाँस्दै बाइक रोक्यो के, बाइक रोक्यो। अनि मलाई चाहिँ अब मनमा कस्तो लागिरहेको थियो भने छोडिदिन्छु यसलाई, त्यतिकै जान्छु भन्ने लागिरहेको थियो होइन। तर पनि केटीले चाहिँ अब पुरै बाटै ढाकेर अब छेकी त हाल्यो होइन। के गर्ने, जसरी नै बाइक रोक्नै पर्यो, रोकेँ। अनि त्यहाँबाट फेरि त्यो केटी चढी, मुसुक्क हाँस्दै होइन। अनि त्यहाँबाट त्यसरी गइसक्यो। अनि मैले बाइक स्टार्ट गरेँ, अगाडि बढ्दै थिएँ होइन। अगाडि बढिसकेपछि उसले भन्यो कि, मैले सोधेँ कि तपाईँ त यहाँ पछाडि बस्नु भएको थियो होइन, कसरी अगाडि आउनुभयो भनेर मैले यस्तै गरी भनेँ। अनि भन्दा त केटीले अनि के बोलिनँ क्या, के बोलिर ऊ चुप लाग्यो, मुसुक्क हाँस्छ होइन। अनि त्यहाँबाट मुसुक्क हाँसेर अनि चुप लागेर बसिरहेको छ ऊ चाहिँ। अनि मेरो मनमा चाहिँ अब नाना थरी कुराहरू खेल्न थालिसक्यो। अनि यो केटी को हो के हो होइन। अनि त्यहाँबाट त्यसपछि मैले नाम सोधेँ केटीलाई। अनि नाम सोद्धा चाहिँ उसको नाम चाहिँ लीला रहेछ क्या, लीला रहेछ। अनि हामी अगाडि बढ्दै गयौँ होइन। अनि फेरि दो बाटो आयो। अनि त्यहाँबाट मलाई चाहिँ लाग्छ कि हामी अगाडि जाँदा दो बाटो आइसकेपछि होइन यो दो बाटो त अघि नै आएको दो बाटो हो जस्तो लाग्छ कि मलाई। अनि त्यहाँबाट त्यस्तो लाग्छ है। अनि त्यो म त्यो केटीलाई पनि सोध्छु, हामी त यो ठाउँ अघि नै आएको होइन र भनेर सोध्छु। अनि त्यो केटी मुस्कुराउँदै होइन तपाईँलाई त्यस्तो लाग्यो होला भन्छ कि, अलि स्वरमा अलि हल्का मुस्कान ल्याउँदाखेरि होइन। अब उसको अनुहार कस्तो छ के छ त मैले हेरेको छैन होइन, किनकि उसको अनुहार चाहिँ त्यो कपालहरू अगाडि आएकाले होला पुरै छेक्या थियो होइन। अनि ऊ भने अब चट्ट हेर्दा चाहिँ अब राम्री नै छे भन्ने लागिरहेको थियो क्या मनमा। अनि त्यस्तो खालको के अनि त्यहाँबाट
त्यो स्वरमा चाहिँ अब एकदमै हाँसो मिठास भरेर चाहिँ ऊ बोलिरहेकी थिएँ होइन। त्यसरी अब हामीले कुरा गर्दै अगाडि बढ्दै थियौँ। अब मलाई चाहिँ जति अगाडि गएँ त्यो बाटोमा म पुगिसकेको छु जस्तो लाग्थ्यो क्या। त्यो केटीलाई चाहिँ मैले बोकेर अगाडि हिँडिरहेको छु जस्तो लाग्छ होइन। अनि मलाई अब डर पनि लाग्न थाल्यो क्या, होइन आज के भइरहेछ, यत्रो बेर हिँडिसक्यो कहिले पुग्दैन भन्ने लाग्यो। अनि मैले केटीलाई सोधेँ, अनि तपाईँको घर चाहिँ कहाँनिर हो भने, अनि त्यहाँबाट केटीले के भन्छ भने त्यही खोला नजिकै त हो नि, कहाँ धेरै टाढा छ र भन्छ क्या केटीले। अनि त्यस्तो भन्छ। अनि मलाई चाहिँ अचम्म लाग्यो। अनि खोला नजिकै भन्छ, खोला त त्यही एउटा खोला हो, अन्त कहाँ चाहिँ छ त भने, अब जुन खोला चाहिँ हामी त्यो काठको पुल तरेका थियौँ नि हो त्यो खोला चाहिँ अब केटीले भनेको खोला रहेछ के। तर त्यो केटीले चाहिँ अब केही भनेन मलाई होइन। अब मलाई पनि केही थाहा भएन, न त त्यो केटीले त्यो बेला रोक्नु भने। अनि फेरि म चाहिँ अब बाइक फर्काउनु पर्ने हो भनेर मैले अब सोधेँ केटीलाई होइन। अनि सोधिसकेपछि उसले चाहिँ के भन्यो भने, होइन पर्दैन बाइक फर्काउनु, सिधै हिँड्नु पुगिन्छ भन्यो क्या। अनि त्यति भनिसकेपछि हुन्छ नि त भने म अगाडि बढिरहेँ। अनि जति अगाडि गयो होइन, अब त्यही कुराहरू मात्र अब आइरहेछ क्या, जुन चाहिँ मैले अगाडि नै बाइकमा पार गरिसकेको थिएँ होइन। अनि त्यही बाटोहरू अब त्यही ठाउँहरू मात्र आइरहन्छ। अनि फेरि हामी अगाडि बढिरहेका थियौँ, रात अब छिपिँदै गयो होइन। लगभग अब 1-1.5 घन्टा चाहिँ अब त्यो केटीलाई लिएर म हिँडिरहेको छु क्या, त्यो कच्ची बाटो होइन। त्यसरी हिँडिरहेको छु र पनि त्यो केटीको भने बस्ने ठाउँै भेटिँदैन। जुन ठाउँबाट म त्यो जङ्गलको बाटो प्रवेश गरेको थिएँ नि हो त्यही ठाउँमा चाहिँ त्यो केटीलाई देखेँ क्या। फेरि म अघि एकछिन अगाडिसम्म त्यो केटीसँग बोलिरहेको थिएँ होइन। तर पनि त्यहाँ त्यो दो बाटोमा आइसकेपछि चाहिँ फेरि त्यही केटी छ। मलाई त झनै अब असम्म लाग्न थाल्यो, डर पनि लाग्यो। लौ यो त भूत हो, चुडेल हो, किस्कन्डी के हो भन्ने लाग्यो होइन। मलाई पहिला त यस्तो कुराप्रति केही विश्वास थिएन, तर पनि अब मनमा भने चाहिँ अब त्यस्तो कुराहरू मैले सोच्नलाई पनि बाध्य भइसकेको थिएँ। किनकि एउटै केटी मैले बाइक नरोकिकन कसरी झर्थेँ र कसरी मभन्दा अगाडि यहाँ आइपुग्छ त भन्ने लाग्न थाल्यो होइन। पक्कै पनि यो त चुडेल नै हो भन्ने मलाई अब पुरै विश्वास भइसक्यो। अनि अब के गर्ने त भन्ने भयो। अब त्यहाँबाट भाग्नु कसरी भाग्ने होइन। अब त्यतै गइरहेको छु म, अब बाइक फर्काउँछु भन्ने सोचेँ मैले। बाइक फर्काउन थाल्दा चाहिँ अब ब्रेक हाने र बाइक फर्काउन थालेको थिएँ होइन। तर त्यतिकै मेरो बाइकको भने स्टार्ट बन्द भयो क्या, बन्द भयो। अनि त्यो केटी आफै मेरो नजिकै आएँ। अनि नजिकै आइसकेपछि दाइ कहाँसम्म पुग्ने हो होइन। अन्त म त अनि आफू बस्ने ठाउँ भन्ने होइन। अब त्यो ठाउँको नाम चाहिँ नखुलाऊँ। अनि त्यो ठाउँको नाम भने, अनि त्यो भनिसकेपछि केटी हाँस्थ्यो भने, त्यो त यहीँ नजिकै त हो नि दाइ, मलाई हतार छ, मलाई एकचोटि अलिक परसम्म पुर्याइदिनु न, मेरो घर यहीँ नजिकै हो भन्यो क्या केटीले। अनि मैले भने कि मेरो बाइकको स्टार्ट बन्द भयो, बाइकै बिग्रिया जस्तो छ भने। अब त्यो केटीबाट चाहिँ टाढा हुन खोजेँ, तर त्यो केटी भने के टाढा हुँदैन, ए भइहाल्छ नि स्टार्ट त, बरु म ठेलिदिन्छु भनिन्न थालेँ। त्यस्तै भनेर के भन्न थालेँ। अनि त्यो जङ्गलतिरको बाटो जाने चाहिँ हल्का ओह्रालोपट्टि थियो क्या, ओह्रालोपट्टि थियो। अनि केटीले भन्यो कि ल यतापट्टि आउनु त, यहाँबाट चाहिँ सिधै जाँदाखेरि ओह्रालो पनि चाहिँ स्टार्ट पनि भइहाल्छ भन्न थालेँ। अनि त्यसपछि हुन पनि हो केटीले भने, आफू जानेतिर त हल्का उकालै छ बाटो, अब सम्भव पनि छैन स्टार्ट गर्न। अनि मैले पनि हुन्छ भने क्या त्यो केटीलाई। अनि हुन्छ भनिसकेपछि केटी चाहिँ मेरो पछाडि मात्र बसेको थियो। त्यो न त त्यो ओह्रालो झर्नु पऱ्यो होइन, न त केही गर्नु पऱ्यो क्या त्यो बाइकलाई। जब त्यो केटी मेरो बाइकको पछाडि बस्यो नि, तब बाइक भने अब आफै स्टार्ट भयो क्या, केही गर्नै परेन। अनि त्यसपछि त्यो केटी बसिसकेपछि अब झर म तँलाई लान्न भन्नु पनि मिलेन होइन। त्यही पनि अब त्यो भूत हो भन्ने आफूलाई अब एकदमै थाहा भइसक्यो कि। अन्त अब जसरी हुन्छ अगाडि जान्छु, अब यो केटीलाई कसरी चाहिँ छोड्नु त भन्ने भयो मलाई। अनि त्यसपछि सरर अगाडि गएँ होइन। अब त्यो बाँसचाङहरू कट्दै अनि पिपलको रुखमा कट्दै होइन
अनि हामी चाहिँ गफ गर्दै गर्दै गयौँ कि अब मनमा डर छ तर पनि केटीले चाहिँ पछाडिबाट मलाई बोलाइरहेको छ होइन, मसँग कुरा गर्न खोजिरहेको छ। अनि म चाहिँ डराउँदै डराउँदै बोलिरहेको छु त्यो केटीसँग। अनि अगाडि बढ्दै 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 गयौँ हामी। त्यसरी गइसकेपछि फेरि त्यही काठे पुल आउँछ बा, होइन यो त अघि नै पनि आयो त भने मैले केटीलाई पनि भने के। अनि तपाईँ किन यसरी घरिघरि मेरो उसमा देखा परिरहनु भएको छ भनेर अब मैले डराउँदै डराउँदै भने। त्यो केटी भने मुर्छा परि हाँस्न थालेँ क्या, जुन मेरो कुरा सुनेर होइन। तर उसले केही मेरो प्रश्नको उत्तर भने फिटिकै पनि दिएन। अनि त्यसरी हाँसिरह्यो होइन। मलाई पनि कस्तो पागल केटी होला जस्तो लाग्यो क्या। अनि त्यस्तो लाग्यो। अनि अगाडि बढ्दै गयौँ होइन। अनि त्यो पुल आइसकेपछि फेरि त्यो पुल त अप्ठ्यारो होइन, सानो साँगुरो खालको। अनि त्यो काठ हालेको, म बिस्तारो बिस्तारो अब खुट्टा टेक्दै टेक्दै बाइकलाई अगाडि लगेँ। अनि अगाडि लगिसकेपछि फेरि त्यही केटी हात दिएर बसिरहेछ होइन। कपाल त्यस्तै गरेर अगाडि आइरहेछ। अब उसले लगाएको लुगाहरू पनि सेम छ। ल मलाई त अब डर लाग्यो क्या। मैले त्यो बाइकको लुकिङ ग्लासबाट टक्क पछाडि हेरेँ, ल छैन कि त्यो केटी मेरो पछाडि जुन बसिरहेको थियो त्यो त छँदै छैन। अनि नभइसकेपछि मलाई त अब डर लाग्यो। अब बाइक फर्काउँ कि जस्तो पनि लाग्यो मलाई होइन। तर पनि अब त्यहाँ त हल्का साँगुरै बाटो, फर्काउनलाई कुनै चान्स नै थिएन। अनि म अब जसो तसो बाइकलाई चाहिँ अब अगाडि नै लान्छु भने। अनि अगाडि लान्छु भनेर अब बिस्तारो स्टार्ट गरेँ र अगाडि बढ्दै थिएँ क्या। म अगाडि बढ्दै थिएँ होइन। अनि त्यो केटीले बाइक रोकी। मैले नरोकौँ भन्दा पनि बाइक अटोमेटिक रोक्यो क्या त्यहाँ। अनि अब केटी मुसुक्क हाँसी होइन। त्यो हल्का उसको आँखाहरू चाहिँ केही देखाएको छैन, हल्का उसको ओठ देखाएको छ, हल्का नाक देखाएको छ, थोरै यति मात्रै देखाएको छ क्या। अनि हल्का त्यति मात्रै देखाएको छ। ऊ मुसुक्क हाँसी। अनि हाँसिसकेपछि बाइकमा चढी। अनि टक्क ऊ बाइक चढ्दा चाहिँ यस्तो मेरो काँधमा उसले झ्याप्प हात राख्यो क्या। हात राखी उसको हात भने यति चिसो थियो कि होइन। त्यो चाहिँ मैले कहिले कल्पना पनि गरेको थिइनँ कि मान्छेको हात त्यति चिसो हुन्छ भन्ने कुरा चाहिँ। त्यस्तो चिसो अनि उस्तै त्यो भारी जस्तो लाग्नु थाल्यो क्या उसको हात। अब राखिरहेको छ होइन। मेरो यो पातो भने चाहिँ एकदमै धेरै अब दुख्न थाल्यो क्या उसले जुन त्यो हात राखिसकेपछि होइन। अनि अगाडि बढ्दै थियौँ होइन। बढ्दै जाँदा अनि एउटा खोल्सी जस्तो ठाउँ आयो होइन। त्यो चाहिँ अलि ढुङ्गाहरू भएको होइन, ग्याद्राङ परेको बाटो। अनि त्यहाँबाट त्योहरू जाँदै गर्दा चाहिँ त्यो ढुङ्गामा ठोक्किएर चाहिँ होइन मेरो त्यो हात भने यति दुखिसकेको थियो होइन। मेरो त्यो हातले चाहिँ त्यो बाइकको ह्यान्डल पनि त्यो राम्रोसँग चलाउन सकेको थिएन क्या। त्यस्तो धेरै दुखिसकेको थियो नि। यो पातो गलेर भन्नुहुन्छ भने अब त्यो केही गर्नै नसक्ने भइसकेको थियो क्या। अनि एउटा हातको भरमा मैले बाइक चलाइरहेको थिएँ, अर्को त सहारा मात्र भनौँ न होइन, त्यस्तो टाइपको भइसकेको थियो। अनि अगाडि जाँदै थियो गन्द्राङ अनि त्यो ऊ चाहिँ लड्यो क्या, मेरो बाइक लड्यो होइन। अनि लडिसकेपछि अब थाहा भएन अब म के भएँ कसो भएँ होइन। अनि भोलिपल्ट चाहिँ अनि मैले त्यो गाउँको त्यो अब स्थानीय हस्पिटल हुन्छ नि त्यहाँनिर ल्याएको रहेछ। अब पुरै सलाइन पानी दिइरहेको क्या मलाई त, सलाइन पानी दिइरहेको होइन। अब यस्तो टाउकोतिर पनि अब त्यो पट्टीहरू बाँधिरहेको अवस्थामा छु म त। अनि मलाई त अचम्म लाग्यो, ल यो सब कसरी भयो भन्ने भयो क्या मलाई त। अब कसले ल्यायो के गर्यो अब मलाई केही पनि थाहा छैन। अनि मेरो ठाउँमा चाहिँ अनि जुन म बसेको घर थियो त्यो गाउँको होइन, अनि त्यहाँको एउटा अङ्कल हुनुहुन्थ्यो। अनि एकजना चाहिँ सानो भाइ थियो होइन, उही दुईजना थियो। अनि मैले त्यो सानो अङ्कललाई चाहिँ अब बोलाएर भन्ने आँट आएन, किन होइन। अब त्यो अङ्कल चाहिँ अलिक रिसा जस्तो देखिनुहुन्थ्यो क्या। त्यही भएर मलाई त्यो अङ्कल देख्दा पनि अब खासै नबोलौँ जस्तो लाग्ने खालको हुनुहुन्थ्यो उहाँ चाहिँ। अनि मैले त्यो सानो भाइ चाहिँ अब मलाई हेर्दै हाँसिरहेको थियो होइन, मुसु हाँसिरहेको थियो। अनि मैले पनि उसलाई हेरेर हल्का मुस्कुराएँ। त्यसपछि त्यो भाइ पनि नजिक आयो। अनि मैले उसलाई भनेँ, अनि मलाई के भएको थियो, म कसरी यहाँ आइपुगेँ भने क्या मैले। अनि त्यसपछि त अनि त्यो भाइले भन्यो कि दाइ तपाईँ त राति भूत हिँड्ने बाटो जानुभएको रह अनि बाइक लडाउनु भएछ नि भन्यो क्या मलाई। अनि त्यसपछि चाहिँ मेरो साथ नै गयो नि। अनि होइन त्यो साँच्चै भूत हिँड्ने नै बाटो हो त।
भन्ने लाग्यो होइन। अब मनमा त मेरो अनेकौँ कुरा खेल्न थाल्यो। म त त्यति उसले त्यो भन्दा भन्दै टोलाउनु थालेछु के, टोलाउनु थालेछ। अनि उसले भन्दै थियो के भनिरहेको थियो होइन, टोलाइरहेको रहेछ। अनि त्यहाँबाट उसले फेरि मलाई झट्ट हात लाएर होइन, दाइ के भयो भने। अनि म झसङ्ग भएँ क्या, पुरै डराए जस्तो भयो। दाइ किन डराउनु भयो, पानी खानुहुन्छ भने होइन। अनि त्यो हस्पिटलको बाहिरपट्टि अब पानीहरू के राखेको थियो होला सायद, उसले बाहिर गएर पानी लिएर आयो। अनि पानी ल्याएर आयो, अनि टक्क मैले पानी खाएँ होइन। अनि पानी खाने बेला चाहिँ मैले यो देब्रे हात उचालेको होइन, तर त्यो ऊ भने चाहिँ उचाल्नै नसक्ने भएको छ क्या मेरो यो हात चाहिँ। त्यो पानीको त्यो गिलास समेत उचाल्न नसक्ने भएको छ होइन। अनि मैले के भयो भनेर अब त्यो चाहिँ मैले बिर्सेछु क्या, त्यो मान्छेले छोर अब यस्तो भएको भन्ने पनि होइन। अनि त्यहाँबाट त्यस्तो बिर्सिसकेपछि चाहिँ अनि के भयो भन्ने लाग्यो होइन, एकदमै दुख्या छ। अनि त्यहाँबाट त्यो दाहिने हातले समाएर पानी पिएँ, राख्थेँ होइन। अनि डक्टर एकछिनमा आयो। अनि मैले भनेँ कि मलाई के भएछ भनेर सोधेँ। नि त्यस्तो डराउनु पर्ने कुरा केही भएको छैन, हल्का तपाईँले टाउकोमा चोट लाग्यो हो भनेर अब त्यस्तो कुराहरू भन्यो। अनि मैले त्यो हातको बारेमा कुरा गरेँ, यो हात मेरो किन यसरी दुखिरहेछ भनेर अब भने होइन सबै कुरा। अनि त्यसपछि त्यो उसले चाहिँ अब त्यही ठोक्किएर होला तपाईँको, अरू केही भएको छैन भने कि डक्टरले चाहिँ। डक्टरले चाहिँ ठोक्किएर भनिसकेपछि मलाई पनि अब त्यो अघिल्लो दिन भएको कुरा चाहिँ मैले खासै त्यस्तो केही पनि याद छैन क्या, सबै भुलिसकेछु। अनि त्यहाँबाट त्यसरी भुलिसकेपछि अनि ठोक्किया होला भने। अनि त्यो उसले चाहिँ एउटा मलम दियो, यो लाउनु ठिक हुन्छ भन्यो। अनि मैले पनि हुन्छ त भने। अनि म अफिस जान पनि अब नसक्ने अवस्था हो नि त। अनि अफिस जान पनि अब सक्दिनँ, यो छुट्टी लिन्छु भनेर मैले अब अफिसमा फोन गरेँ होइन हाकिमलाई। हाकिमलाई फोन गरिसकेपछि अब म त बाइक एक्सिडेन्ट भएर अब यसरी हस्पिटलमा छु अहिले भने। अनि त्यसो भए अब हुन्छ ठिक छ, अब 1 हप्ता जतिको लागि बिदा ल्याऊ भने। अफिसको पनि अब हाकिम एकदमै राम्रो होइन, उसले नि ठिक छ अब बिदा ल्याऊ, बस ठिक भएपछि आऊ न भन्यो। अनि मैले नि हुन्छ भने। अनि हुन्छ भनेर अब म त हस्पिटलबाट लगभग त्यस्तै साँझ पखतिर चाहिँ अब मेरो उपचार सकेर म अनि अङ्कल अनि त्यो सानो भाइ चाहिँ हामी बाइकमा घर फर्क्यौँ होइन। मेरो बाइक चाहिँ त्यो अङ्कलले चलाउनु भयो। अनि म बसेँ, अनि मभन्दा पछाडि चाहिँ त्यो सानो भाइ बस्यो। अनि त्यसरी अब हामी चाहिँ आइरहेको थियौँ होइन। अनि मलाई चाहिँ अब कता कता मनमा लाग्ने कि बाटोमा त्यो केटी पो छ कि होइन, त्यो बाटोमा केटी पो छ कि न फेरि त्यसरी भेटिने हो कि जस्तो लाग्ने। जति हामी अगाडि बढ्यो होइन, अनि त्यो बाटोको त्यो घुम्तीहरू हुन्छ नि, हो त्यो घुम्तीमा आएपछि चाहिँ मलाई लाग्थ्यो कि ल केटी त यहीँ छ। त्यस्तै कुराहरू मेरो मनमा चाहिँ खेल्न थाल्यो। अनि कता कता मलाई अझै पनि डर लागिरहेको थियो होइन। अब शरीरको त्यो दुखाइ, त्यो पातो भने यति दुखिरहेको थियो होइन। त्यो पछाडि बसेको त्यो सानो भाइले मलाई यस्तोमा छुँदा पनि यति धेरै दुख्ने के, त्यस्तो भइरहेको थियो। अनि त्यहाँबाट त्यसपछि मलाई अब त्यसरी अब दुःख कष्ट सहँदै होइन, त्यो कच्ची बाटो खन्द्राङ खुन्द्रुङ गर्ने होइन। त्यो बाटोमा अब अङ्कलले चाहिँ अब बिस्तारो चलाउनु भयो क्या, अब दुख्छ होला उसलाई भनेर, अप्ठ्यारो भयो होला, गाह्रो भयो होला भनेर पनि होला सायद। अनि त्यसरी चलाउँदै जाँदा होइन। अनि टक्क हामी आइपुग्यौँ, घर आइपुग्यौँ। अनि आइपुगेपछि अङ्कलले मलाई घर कोठामा समाएर लगिदिनु भयो क्या, मलाई यस्तो हातमा समाएर होइन बिस्तारो लगिदिनु भयो। अनि त्यो अङ्कलले समातेको ठाउँ पनि यति धेरै दुखिरहेको थियो कि होइन। म चाहिँ ल के भयो कसो भयो, अब बाँचिँदैन कि जस्तो छ जस्तो पनि लाग्यो क्या मलाई त, त्यस्तो पनि लाग्यो। अनि त्यही पनि अब म त अब जसो तसो होइन गर्नु परिहाल्यो। अब के गर्ने त, अब गाउँमा अब काम नगरी बसेर पनि हुँदैन भन्ने पनि लाग्छ होइन। अब त्यो काम गरिरहेको भएर होला, अनि कोठामा बस्न दिकदार लाग्ने अब के गरौँ कसो गरौँ भएको छ आफूलाई। त्यही पनि अब जसो तसो होइन। अनि बिस्तारो अब सकेसम्मको चाहिँ अब कोठाभित्रको कामहरू जुन आफ्नो कामहरू हुन्छ नि त्यो चाहिँ आफूले गरेँ। अनि गरिसकेपछि बिस्तारो होइन अब मलाई ठिक होला भन्ने लागि थियो। तर त्यो हस्पिटलबाट दिएको त्यो जुन मेरो पातोमा लगाउनलाई, त्यो दुखिरहेको पातोमा लगाउन दिएको त्यो मलम थियो होइन, त्यो चाहिँ मलाई के भनेको थियो भने हस्पिटलबाट बिहान अनि सुत्ने बेला लाउनु भनेको थियो। तर मैले त्यो लाउँदा पनि
ठिकै नहुने के, ठिकै नहुने होइन। अनि मैले त्यो घरबेटीको अङ्कललाई पनि भनेँ, अङ्कल मेरो त किन यो ऊ दुख्नै ठिक भएन भने क्या, पातो दुख्नै ठिक भएन भने। अनि त्यसपछि अङ्कलले भन्यो किन ठिक भएन त, ठिक हुनुपर्ने हो, तिमीले राम्रोसँग मजाले माडेर औषधि लाएनौ कि के हो, मलम लानौ कि के हो भन्नुभयो क्या। अनि त्यसपछि होइन अङ्कल मैले राम्रै गरेर लाउन त लाओ, तर किन ठिक भइरहेको छैन भन्ने अब मेरो मनमा लाग्यो होइन। अनि मैले त्यो सबै कुराहरू अङ्कललाई सुनाएँ। तर त्यति सुनाइसकेपछि अङ्कलले भन्नुभयो कि हुन्छ म लगाइदिन्छु नि त, तिमीले राम्रोसँग लाएनौ होला, म लगाइदिन्छु बेलुकाखेरि भन्नुभयो के, भन्नुभयो। अनि त्यहाँबाट हुन्छ भने मैले नि अनि खानासाना पकाएँ, मैले खाएँ होइन। अनि सुत्ने बेला अब आएको थियो मेरो। अनि अङ्कलले रहेछ होइन मेरो ढोका ढकढक ढकढक गऱ्यो। मलाई चाहिँ अनि कुन चाहिँ आएछ जस्तो लाग्यो। मैले अङ्कल आउनुहुन्छ भने पनि खासै त्यो याद भएन क्या मलाई त्यो बेला को रहेछ भनेर। म चाहिँ झसँग तर्सेँ होइन, तर्सेँ न त्यो केटी पो हो कि जस्तो पनि लाग्यो क्या मनमा। त अब त्यो केटीको बारेमा चाहिँ सोचिरहेको थिएँ होइन। अनि त्यो केटी पो हो कि जस्तो लाग्यो। अनि मैले त्यही पनि अब सकि नसके उठेर गएर होइन ढोका खोलेँ। अनि ढोका खोल्दाखेरि अङ्कल हुनुहुँदो रहेछ होइन। अनि खाना खायो बाबु भनेर सोध्नुभयो। खाइसकेँ अङ्कल भने। अनि अङ्कलले पनि त्यस्तो भन्छ नि ठिक छ अब बेलैमा सुत भन्नुभयो। अनि त्यहाँ खोइ औषधि देऊ त म लगाइदिन्छु भन्नुभयो होइन। अनि अङ्कलले हुन्छ भनेर मैले औषधि दिएँ अङ्कलले। अनि त्यो मास्तिको कपडा मैले टी सर्ट लगाइरहेको थिएँ होइन। अनि यो टी सर्ट खोल भन्नुभयो, त्यो भन्नुभयो। अनि म पनि टी सर्ट खोलेर अनि त्यहाँबाट अङ्कलले सुत भन्नुभयो, म पनि त्यहाँ घोटो गरेर सुतेँ। सुतिसकेपछि त अङ्कलले मेरो ढाडमा हेर्नुभयो होइन। अङ्कलले तर्सिनु भयो क्या। त्यो ढाडमा भने कसै केहीको खत पनि त्यो कतै ठोकिएको रे खत थिएन कि होइन। 5वटा अम्लाको डाम रहेछ क्या त्यो। 5वटा अम्लाको डाम चाहिँ यहाँ यो पातोमा छ होइन, त्यस्तो रहेछ। अनि अङ्कलले भन्नुभयो बाबु तिमी कोहीसँग झगडा गरेको थियौ र भन्नुभयो होइन। अनि ल कहाँबाट झगडा गर्ने के। अनि मलाई त अचम्म लाग्यो। छैन नि अङ्कल भनेर म बिस्तारै हाँस्दै भने है तिमी नडाँटी भन त, तिमी कतै झगडा गरेको थियौ कोहीसँग, कहाँ गएको थियौ भन भन्नुभयो। अनि त्यस्तो भनिसक्यो त ओहो। अनि म त कहीँ झगडै गरेको छैन, अब के भन्ने त होइन अङ्कललाई। अनि त्यहाँबाट कहाँ गयो के गर्यो कसलाई भेट्यो के गर्यो के खायो भनेर सबै कुरा सोध्नुभयो क्या। अनि त्यति भनिसकेपछि अनि मैले पनि अब बाध्यताले नै पऱ्यो होइन। अनि त्यो केटीलाई भेटेको थिएँ भने मैले। अनि त्यो बाटोमा आउँदाखेरि एउटा केटीले बाटो रोकी अनि उसलाई चढाएँ। अनि त्यहाँ जाँदै गर्दा काठको पुल रहेछ, त्यहाँ पुगेपछि चाहिँ त्यो केटी आफै हराउने र आफूभन्दा अगाडि पुगेर फेरि बाइक रोक्ने गरी। अनि त्यसरी आउँदै गर्दा ओह्रालो आएपछि बाइक लडेर म बेहोस भएँ यता त्यता भनेर सबै कुरा सुनाएपछि अङ्कल त आत्तिनु भयो। लौ तिमीलाई त्यही लीला भन्ने केटीले हो, लीला भन्ने केटी चढाएको थियो तिम्रो बाइकमा भन्नुभयो क्या। अनि त्यति भनेपछि अब म त के भन्ने होइन, अब हो नै भने मैले नि हो अङ्कल भने। अनि त्यसपछि ओहो त्यो केटी त किचकन्डी हो भन्नुभयो होइन, किचकन्डी हो भन्नुभयो। अनि त्यहाँबाट त्यसपछि मैले त सातो नै गइकन त्यसपछि पो मलाई डर लाग्यो। जुन बेला मैले त्यो केटीलाई बोकेँ हिँडेँ होइन, कता लिएर गएँ, त्यो बाइकबाट लडेँ होइन, त्यति बेलासम्म मलाई खासै डर भन्ने थिएन। त्यसपछि चाहिँ डर भयो कि जब अङ्कलले चाहिँ त्यो किचकन्डी चाहिँ लीला हो भनेर सुनाउनु भयो होइन। त्यसपछि चाहिँ एकदमै धेरै डर लाग्यो, मेरो मुटुहरू काम्न थाल्यो। अनि अङ्कलले भन्नुभयो कि अरू केही त गरेनौ तिमीहरूले, कतै बसेर केही त गरेनौ भन्नुभयो क्या। अनि छैन अङ्कल भने। अन्त त्यसपछि अङ्कलले त्यसको कहानी बताउनु भयो होइन। कहानी चाहिँ त्यसको कस्तो रहेछ भने उनीहरू चाहिँ उसको बोयफ्रेन्ड र त्यो लीला भन्ने केटी चाहिँ घुम्न आएको थियो अरे, लगभग त्यस्तै 15-20 वर्ष अगाडि पहिल्यै के आएको थियो अरे। अनि आउँदाखेरि चाहिँ अब त्यो आफ्नै बोयफ्रेन्डले चाहिँ अब जबरजस्ती गरेर होइन त्यो लीला भन्ने केटीलाई चाहिँ अब मारेको रहेछ क्या, मारेको रहेछ। तर लीला भन्ने केटीले चाहिँ एकदमै धेरै माया गर्ने अरे त्यो आफ्नो प्रेमीलाई होइन। अनि त्यस्तरी अब जबरजस्ती गरेर होइन अब मारेपछि
चाहिँ उसको आत्मा चाहिँ किचकन्डी बनेर त्यो जङ्गलको बाटोमा भौतारिरहन्छ अरे क्या। न त कतै जान सक्छ न त कतै जान सक्छ होइन। त्यसरी अब दोधारमा बसिरहेको रहेछ त्यो जुन गाउँतिर जाने र त्यो जङ्गलतिर जाने बाटो साइडमा को त्यो दो बाटोमा चाहिँ त्यसरी बसिरहेको रहेछ उसको आत्मा होइन। अनि त्यो सबै कुरा भन्नुभयो। अनि भनिसकेपछि लौ अब मलाई त झनै डर लाग्यो थाल्यो। अब यो त हस्पिटलको औषधिले त ठिक हुँदैन मलाई थाहा भयो होइन। अनि अङ्कललाई पनि मैले भने अङ्कल अब के गर्ने होला यो हस्पिटलको औषधिले त ठिक हुँदैन मलाई थाहा छ। अब के गर्ने त अङ्कल भनेपछि अङ्कलले भन्नुभयो कि अब यहाँ एउटा धामी हुनुहुन्छ उहाँसँग सल्लाह गरौँ, उहाँले जे भन्नुहुन्छ त्यही नै गरौँला भन्नुभयो। त्यसपछि मैले पनि हुन्छ भने अनि हुन्छ भनिसकेपछि उहाँले मलाई धामी बाटोमा जान लानुभयो। अनि धामी बाटोमा पुग्न छ धामीले चाहिँ मलाई ठ्याक्कै पत्ता लगाउनु भयो क्या। यसलाई त्यो किचकन्डीले छोएको छ, त्यो लीलाको आत्माले छोएको छ भनेर चाहिँ ठ्याक्कै पत्ता लगाउनु भयो। अनि मलाई छुनु पनि भएको छैन, मेरो त्यो जोहाना पनि हेर्नु भएको छैन क्या। उहाँले मेरो अनुहार हेरेर थाहा पाउनुभयो, त्यति शक्तिशाली क्या उहाँ। अनि त्यसपछि त्यो कुरा गर्दै जानुभयो, के भन्नुभयो होइन अङ्कललाई भित्र लगेर अब यो मान्छेले यस्तो यस्तो भएको छ भनेर सबै कुरा भन्नुपर्छ। अनि त्यसपछि बाहिर आउनुभयो केही बेरमा होइन। म उसमा बसिरहेको थिएँ। अनि उहाँले चाहिँ चामल दिनुभयो मलाई, एक मुठी जति दिनुभयो होइन। त्यो चाहिँ कागजमा पोको पारेर दिनुभयो। अनि ल तिमीहरू मैले यो सबै फोकेको छु, यो चामल चाहिँ तिमीले जुन ठाउँमा तिमी लडेको र जुन ठाउँमा त्यो केटीलाई भेटेको त्यहाँनिर छरेर आऊ भन्नुभयो क्या। अनि हुन्छ भन्यौँ हामीले नि। अनि अङ्कल र म नै अब जाने ऊ भयो, अनि जाने निर्णय भयो। र अङ्कललाई र मलाई चाहिँ खरानीको टिको अनि ओदानको टिको चाहिँ लगाइदिएर पठाउनु भयो। अनि त्यसरी पठाइदिइसकेपछि अनि सर हामी बाइकमा गयो, अङ्कलले चलाउनु भयो, म पछाडि बसिरहेको थिएँ होइन। अनि त्यहाँनिर हामीले आधी त्यो पोकाको त्यो कागजको पोकाको चामल चाहिँ आधी जुन ठाउँमा अब त्यो केटीलाई भेटेको मैले त्यहाँ, अनि त्यो त्यहाँ पछि अनि अर्को जहाँ चाहिँ म लडेको थिएँ बाइकबाट होइन। अनि त्यहाँनिर पुर्याएर त्यो ऊ चाहिँ सबै हालेर अब त्यता नहेरिकन आउनु भन्नुभएको थियो उहाँले त। अनि हामीले पनि नहेरिकन अब सर आइरहेको छ होइन। अब मलाई चाहिँ डर लागिरहेको छ कि कतै लुकिङ ग्लासतिर पनि आँखा जाने हो कि जस्तो पनि डर लाग्न थाल्यो। अनि त्यसपछि हामी अगाडि बढ्दै गयौँ। अनि रातिको समय गएको होइन। अनि झनै रात पऱ्यो फर्किँदा। अनि मनमा डर बोकेर घर आइपुगेपछि भोलिपल्ट उठ्दाखेरि त होइन घर आएर सुत्यो। अनि भोलिपल्ट उठ्दा त म त पुरै के छङ्ग छ मलाई त, ल छक्क के म पनि। हिजोसम्म त्यस्तो बिरामी भएको मान्छे, यो पातो चलाउन नहुने भएको मान्छे होइन, तर भोलिपल्ट उठ्दा भने एकदम ठिक छ के। तर पनि यहाँको त्यो डाम चाहिँ हटेको थिएन होइन, बिस्तारै बिस्तारै निको भयो। अनि त्यो ठाउँ चाहिँ यस्तो डेन्जर रहेछ कि जहाँ चाहिँ अब त्यो लीलाको आत्मा चाहिँ जुन किचकन्डी बनेर होइन त्यहाँ पुरै भौतारिरहेको रहेछ क्या त्यो जङ्गलमा। किनकि उसले चाहिँ एउटा केटा मान्छेलाई चाहिँ अट्याक गर्दो रहेछ क्या त्यसले खास गरी होइन। केटीहरूलाई चाहिँ छोडिदिने, अनि केटालाई भेट्यो भने चाहिँ अलिक यङ खालको क्या, यङ खालको बिहे नभएको केटाहरू छ भने चाहिँ त्यसलाई आफ्नो बसमा पार्न खोज्ने भनौँ न होइन, त्यस्तो गर्दो रहेछ। अनि त्यहाँदेखि चाहिँ म रातिको समय चाहिँ कहिले पनि हिँड्दिनँ त्यो ठाउँमा होइन। अनि अफिस जाँदा पनि अब मेरो भोलिलाई सजिलो हुन्छ भनेर मैले कहिले पनि अब सोच्न थालिनँ कि अब आफू 10 बजे जाने 5 बजे फर्किहाल्ने गर्न थालेँ अफिस जाँदा पनि होइन। त्यसो गरेँ। त्यहाँदेखि चाहिँ अनि मलाई त्यो किचकन्डीको आत्माले पनि अब भेट्न छोड्यो होइन। अनि म त्यहाँबाट पनि अब जसरी हुन्छ सरुवा गरिदिनु पऱ्यो भनेर अब सोच फोर्स लाएर होइन। अब त्यहाँ चाहिँ अब वडा अध्यक्षलाई भनेर हुन्छ कि कसरी गरेर हुन्छ होइन भनेर म त्यहाँबाट चाहिँ निस्केर गएँ। साथीहरू तपाईँहरूलाई यो कथा कस्तो लाग्यो? यो चाहिँ मेरो जीवनमा घटेको एकदमै यथार्थ घटना हो होइन। तपाईँहरूलाई के कस्तो लाग्थ्यो कृपया कमेन्ट गर्नु होला। अहिलेको लागि भने म छुट्टिन्छु। हवस् त, नमस्कार।